हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। आज पनि म नयाँ एउटा भिडियो लिएर हजुरहरू समक्ष आइपुगेको छु। कृपया सबैजनाले सब्सक्राइब र लाइक गरेर मन पराइदिनु होला। मैले आज चाहिँ नेपालको ढोरपाटन जस्तै एउटा ठाउँ लिएर आएको छु, देख्न सक्नुहुन्छ। रमाइलो छ। आजको मौसम अलिकति बिग्रिएको छ। कति राम्रो के साथीहरू, ठाउँ हेर्नु न, कति राम्रो है। बिहान बेलुका हिँडुल गर्नको लागि साह्रै राम्रो वातावरण। अब थकाइ लागेर बस्नु पऱ्यो भने त्यतातिर यस्तो बस्ने सुविधा छ है। हल्का हरियो परियो पनि बनाएको छ। सानो हाम्रो यो के भन्छ, यस्तो झारलाई हो, त्यो पानीको सुविधा पनि छ है। अब यो चाहिँ के हो, यसरी ल चट्ट बस्न मिल्ने, त्यहाँ बस्ने ठाउँ पनि छ होइन। प्लस यो हल्का एक्सर्साइज गर्ने ठाउँ पनि होला होइन। यसरी त्यतातिर बच्चाहरू खेल्ने ठाउँ छ, यो बस्ने ठाउँ भइहाल्यो। यस्तो चट्ट यो हरियो दुबो लगाएको छ होइन। रमाइलो छ वातावरण। लागि यसलाई चाहिँ के भन्छ भन्दाखेरि चट्ट यहाँ चाहिँ यस्तो पनि हुन्छ है पार्कतिर। सायद यो चाहिँ बच्चाहरू खेल्ने हो कि एक्सर्साइज गर्ने हो, तल कमेन्ट गर्नु होला तपाईँहरूलाई थाहा छ भने। घर जस्तै रहेछ एउटा, मेबी समथिङ यो चाहिँ एक्सर्साइज गर्ने है। त्यहाँनिर देख्न सक्नुहुन्छ बस्ने ठाउँ, बच्चाहरू खेल्ने ठाउँ, यतिको हरियो घाँसहरू। मौसम आजको मौसम एकदम राम्रो छ, चिसो चिसो छ, घाम लागेको छैन, बादल लागेको छ। ल यतिको चाहिँ वातावरण हाम्रो देशमा हुन पर्यो है त साथीहरू। हाम्रो सरकारले नयाँ नयाँ आउने सरकारहरूले बनाउँछन् कि यतिको ठाउँ बिहान बेलुका घुम्नको लागि। चिप्लेटी पनि छ है साथीहरू त्यहाँ। बिहान बेलुका घुम्नको लागि यसो फुर्सदको समयमा निस्किनको लागि यतिको ठाउँ हुनुपर्छ। ठाउँ ठाउँमा यस्तो पानीको व्यवस्था गरिदिनु पऱ्यो, बस्नेको ठाउँको व्यवस्था पनि गरिदिनु पऱ्यो है। यतिको चाहिँ हुनुपर्छ है। हाम्रो नयाँ आउने सरकारसम्म चाहिँ हाम्रो जनगुनासो यतिको एउटा बिहान बेलुका हिँड्ने पार्क, निःशुल्क पार्क हुनु पऱ्यो। पैसा लाग्ने पार्क होइन, निःशुल्क। ल है साथीहरू, ठाउँ एकदमै गजब छ। यतिको ठाउँ चाहिँ हुनुपर्छ हाम्रो देशमा पनि। तर हाम्रो देशमा विडम्बना छैन। बिहान बेलुका यसो फुर्सदको समयमा हिँडडुल गर्नको लागि, एक्सर्साइज गर्नको लागि साह्रै राम्रो वातावरण। भेरी नाइस, अमेजिङ प्लेस है। यतिको ल रुख बिरुवाहरू चट्ट होइन, छेउछेउमा बस्ने ठाउँ, पानीको सुविधा, केटाकेटीहरूलाई खेल्ने ठाउँ है। यतिको हुनुपर्छ। छेउमा अलिकति लभली भ्यू पनि छ होइन। यतातिर सानो पन्ड, हरेक किसिमका सानसाना जल जनावरहरू, जल प्राणीहरू छन् यहाँभित्र है। एकदम राम्रो छ। म पनि यसो फुर्सदको समयमा यतातिर आउने गर्छु माइन्ड फ्रेस गर्नको लागि। एकदमै राम्रो छ, साह्रै राम्रो, सफा त्यस्तै भन्नै पर्दैन होइन। यतिको ठाउँ चाहिँ हाम्रो कुन चाहिँ सरकारले बनाउने हो, छिटो बनाउनु पऱ्यो। त्यहाँ केटाकेटी खेल्नेहरू ठाउँ छ, एउटा ग्राउन्ड बनाइदिएको छ। त्यो केटाकेटीहरू खेल्दै पनि छन्, पानी छ्याप्दै खेल्दै। यस्तो छ है साथीहरू, हाम्रोतिर नि यतिको हुनु पर्यो। यहाँ चाहिँ ओडै पछि ओडा पछि एउटा छुट्टै छुट्टै हुन्छ नि। अब हाम्रो जस्तो 5 नम्बर 6 नम्बर 12 नम्बर हो, यसो ओडै पछि चाहिँ यहाँ एउटा यतिको
वातावरणमय यत्तिकै सफा यस्तै कन्सेप्टमा होइन हरेक ठाउँमा यस्तो ठाउँहरू बनाइदिएको हुन्छ जहाँ चाहिँ मान्छेलाई हिँडडुल गर्न बिहान बेलुका केटाकेटीहरू भुलाउन अनि त्यसपछि फ्रेस हुनको लागि चाहिँ यस्तो ठाउँहरू बनाइदिएको हुन्छ जसले गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने भयो होइन। म पनि फुर्सदको समयमा यहाँ म बसेको ठाउँबाट नजिकै छ यसलाई यो एरियालाई म 2-3 राउन्ड हान्छु होइन। अब हान्न नि पर्छ यतिको ठाउँ पाएपछि, ठाउँ नहुनु छुट्टै कुरो हो, ठाउँ पाइसकेपछि हान्नै पर्यो 1-2 राउन्ड है साथीहरू। तपाईँहरू पनि यस्तै अब लोकेसनमा बस्नुहुन्छ यस्तै छ भने चाहिँ फुर्सदको समयमा हिँडडुल गर्नु होला। अहिले त झन् वातावरण एकदम राम्रो छ, मौसमले पनि साथ दिएको छ है त साथीहरू। ल मैले यो एउटा फाइनल भ्यू पनि हालिदिँदैछु है साथीहरू च्यानलमा। सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। यतिको ठाउँ कतै देख्न पाइन्छ त पाइँदैन नि होइन हरेक समय है त साथीहरू। यति भन्दै आजलाई बिदा हुन चाहन्छु, फेरि अर्को भिडियोमा भेटौँला।